हेलो सबैजनालाई यो भ्लग चाहिँ हामी 1000 स्टेप्स जुन डान्डीनङ रेन्जमा रहेको छ त्यहाँ जाँदाको हाइकिङको भ्लग हो। हामी सबैजना बिहान उठेर आफ्नो लागि खाजा तयार पारेर फ्लिन्डर स्ट्रिटमा भेट्ने भनेर घरबाट निस्क्यौँ र फ्लिन्डर स्ट्रिटमा गएर आफूलाई मनपर्ने कफी किनेर ट्रेनमा चढ्यौँ। हेलो हेलो हामी कहाँ जानु लाग्यो? कहाँ जाने? कुकुडा। सबैजना हिँड्न रेडी हो अब? ल सबैजना जाने है त। दाइ तपाईँको त्यो जोक्स फेरि भन्नु त। तपाईँको जोक्स भन्नु त। हामी जस्तै 7 जना हैन? हजुर। कक्रोचहरु जस्तै हाइकिङ गइरहेको थिए हैन? हाइकिङ गइरहेको थिए पुरा एकदम मस्ती गर्दै अरिजित गीत सिंहको गीत सुन्दै। हजुर। 7 जना मरेछन् रे के? 7 जना कक्रोच मरेछन्। किन होला थाहा छ? एकचोटि सबैजना हाँसौँ एकचोटि। किन होला त है? किन? त्यो गीत हिट थियो रे नि त सब। हामी चाहिँ ट्रेनबाट झरेर हामीले यहाँबाट हाइक सुरु गरेको थियौँ। जाँदा जाँदा एउटा एकदम राम्रो चरा देख्यौँ। कुन चरा रहेछ भनेर जुम गर्दै हेर्दै जाँदाखेरि चाहिँ यो रोजेला चरा रहेछ। हामी चाहिँ आज यो 1000 स्टेप हिँड्न लागेको सबैजना ट्रेकिङमा बिहानै रेडी भएर आइरहेछौँ। ल म साथीहरूलाई देखाउँछु है त। सबैजना रेडी हो? कस्तो राम्रो रहेछ है? अब रमाइलो हुने जस्तो देखियो हो। किन भन्दा एक त अब ट्रेलै आयो होइन, पिच बाटो छैन। हजुर। अर्को कुरा चाहिँ अब 1000 स्टेप हिँडेपछि ट्रेल बल्ल सुरु हुने हो भने चाहिँ अलि भित्रै गइन्छ होला। हजुर। चराहरू कराएको छ। नेचरवाला हिलिङ टाइपको दिन हुने भयो है। हजुर। ल एक्साइटेड हो नि? एकदमै धेरै। फर्स्ट टाइम हो अस्ट्रेलियामा चाहिँ हाइकिङ? हाइक फर्स्ट हामी बुढाबुढी भएर त गएको थियौँ ग्रुपमा चाहिँ। ए बुढाबुढी कतिजनाले? कता कता गएको थियो, नाम त धेरै याद छैन, तर जे होस् गइरहेको हुन्छ। हामीलाई चाहिँ आजको हाइकिङ एकदमै रमाइलो भइरहेको थियो। चिसो मौसम, हरियाली वन जङ्गल, बाटोमा फलेको ऐसेलो, मिठा कुराकानी र न्यानो आत्मीयताले हामीलाई एकदमै रमाइलो महसुस गराइरहेको थियो आजको हाइकिङमा चाहिँ। कुकुडा ट्र्याक मेमोरियल वक। अब यहाँबाट हामीलाई कति टाइम लाग्छ? अब धेरै नलाग्छ। यहाँ माथि पुग्न 45 मिनेट जति लाग्छ। वाउ, एकदम तल्लो रुटबाट जाउँ है। हुन्छ हुन्छ। अब धेरै हिँड्न नसक्ने मान्छे छ नि त। ठिकै छ। हिँड्नुभन्दा अगाडि खाइँदैछ। हजुर। यो के हुन्छ कसो? तर यो लेस कार्ब हो। ल चियर्स ठोकौँ है। चियर्स। धेरै हिँड्न सक्ने चाहिँ यहाँबाट जाने, अनि अलि गाह्रो हुने रहेछ, अलि सम्मसम्म बाटो चाहिँ यहाँबाट जाने रहेछ। हामी चाहिँ सबैजनाको सल्लाहले चाहिँ यताबाट जाने कुरा भयो। हामी कुनबाट जाने हो? यो बाटो चाहिँ हो, यो सबभन्दा सजिलो। यो चाहिँ अर्को 3rd लेभल रहेछ है, सबभन्दा सजिलो। हामी यहाँबाट जाने।
कि डाँडामा भन्छन् रेशम फिरिरी एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई डाकेको रेशम फिरिरी रेशम फिरिरी सबै तुहरूमा तिमी प- हरियाली बसन्त हो नदीहरूमा तिमी हो पवित्र गङ्गा हो हाम्रो सिङ्गर दाइ वा भाइ अहिले पो झ्याम्मै खोइ त सँग माया बस्यो ठ्याम्मै ठ्याम्मै कालो चढेपछि साथ नि हेर्नु पर्यो फेरि खुसी है सजिलो रहेछ भनेको उता हेरिकन ए हामी त्यो अस्ति माउन्ट मेसिडन जाँदाखेरि धेरै गाह्रो भएको थियो अब अहिले यहाँको सुरु भएको छैन होला धेरै उकालो त्यही भएर पनि होला खोली भयो काला लाला तिमी रह्यौ पारी हाय 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 धोको भयो यो जनको बिसाउने भारी खोली भयो काला लाला तिमी रह्यौ पारी कता हिँड्यौ ए चञ्चली हाय रे कता हिँड्यौ ए चञ्चली मलाई हेलो गाइज यो यो कसो भइरहेछ यस्तै त हो नि ब्रो हो कसो भइरहेछ यस्तै त हो नि हौ वाउ कस्तो छ राम्रो राम्रो लाग्यो है गाह्रो भइरहेछ हेलो दामोदरजी हामीले चाहिँ हिँड्दा हिँड्दै लायबर्ड देख्यौँ र मैले चाहिँ यति नजिकबाट लायबर्ड देखेको चाहिँ फर्स्ट टाइम हो हामीले देखेको चाहिँ यो फिमेल लायबर्ड हो भने यसको मेलको फोटो चाहिँ यहाँ बोर्डमा राखिएको रहेछ र हामी टपमा आइपुगिसकेका छौँ हामी जिउस आयौँ है सबैजना खुसी हो खोइ त सबैजना खुसी हो आएर यस पोइजन सर्छ कहाँ थियो फुलेकी फुलथुङ्गे रानी
फुले कि फुल थुङ्गे रानी पुतली छैन नारङ्गी पुतली छैन नारङ्गी कटकै मन खानी कटकै मन खानीलाई गई कटकै मन खानी कटकै मन खानीलाई गई कटकै मन खानी मलाई सही खानी लाउन मलाई सही खानी मलाई सही खानी लाउन मलाई सही खानी कटकै मन खानीलाई गई कटकै मन खानी मलाई सही खानी ल सबैजनालाई कस्तो भयो हाइक आज हाइक एकदम रमाइलो भयो हो अब तल गएर खाने ल चटपट हिँड्न गाह्रो भएको छैन नि सबैलाई छैन नि अब उस्तो गऱ्यो भने लुड्केर नि तल पुगिन्छ है जङ्गललाई म्यानेज गर्नको लागि आफै नै बनडडेल लगाएको रहेछ र यहाँ हामीलाई चाहिँ भित्र नजानु यो बाटोबाट नजानु भनेर चाहिँ बुसफायर इन्फर्मेसनबाट हामीलाई चाहिँ इन्फर्मेसन बोर्ड राखेको रहेछ त्यही भएर हामी यता अर्को बाटो गऱ्यौँ कस्तो ओह्रालो है सिधै लडेला है लडेला यो ठाउँ पहिला पिच बनाएर रहेछ नि कहाँ थियो फुले कि फुल थुङ्गे रानी कहाँ थियो फुले कि फुल थुङ्गे रानी पुतली छैन नारङ्गी पुतली छैन नारङ्गी राम्रो रमाइयो हामी चाहिँ फाइनली हाइकबाट तल झरिसकेका छौँ तल एकदमै राम्रो बस्ती रहेछ त्यहाँबाट हामी हिँड्दै अब हामीलाई चाहिँ चटपटे खान हतार भइसकेको थियो सो हामी चाहिँ त्यहाँ नजिकै कुनै पार्क छ कि त्यहाँ बसेर चटपटे खाने भनेर गफ गर्दै हिँड्दै थियौँ र पार्कमा आइपुग्यौँ पार्कमा बसेर मिठो चटपटे बनायौँ र चटपटे खाँदैछौँ चाहिँ आउनुहुन्छ तिमी चाहिँ ल चियर्स है चियर्स चियर्स मिठो छ चटपट दामी छ दाइलाई मिठो छ फाइनल्ली अब हामी घर जानको लागि ट्रेन चढिसक्यौँ हाम्रो हाइकिङ सक्यो सबैजनालाई धेरै धेरै धन्यवाद बाई 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 सी यू नेक्स्ट